जानुपर्छ जिन्दगानीमा यतिको हाइकिङ जानुपर्छ सबैजना आउनु होला घुम्नुको लागि जाउँ त अब दामी ठाउँ छ तलतिर पनि पेन तानिदिनु खोज्छ केटाहरूले कुला देख्छ होला यार यस्तो घुमाउने ठाउँहरू चाहिँ यस्तो दामी रहेछ डेटिङको लागि चाहिँ दामी छ है यस्तो दामी ठाउँ छ यतिको हाइकिङ जानुपर्छ जिन्दगानीमा यतिको रमाइलो गर्नुपर्छ अनि टक्कसँग हामीले ओ छिटो छिटो कुद्ने केटा हो है ल पर्छ हौ यहाँको फोटो देखेर फेरि सबैजनाले मन परायो भने त के गर्नु गल्यो हौ गाइस गल्यो ओ केटा छिटो छिटो पुग्नुपर्छ है त्यसो भए त म त हिँड्दिनँ 1 किलोमिटर त त्यत्तिकै उडेर पुग्छु जामाचो पो रहेछ है 3 किलोमिटर 1 किलोमिटर चाहिँ हामी हिँडिसक्यौँ मात्र हामी 1 किलोमिटर ओए 3 किलोमिटर कुद के साह्रो केटाहरूको यार मृग जतिको फुर्तिलो ज्यान भएको सक्दिनँ हौ म त जाउँ फेरि फर्केर जाउँ अब के गर्नु सोल्टिनीहरूले जाने मन गरेन मैले मात्र लाने मन गरेर के गर्नु अब यो जङ्गलमा चाहिँ के पाउँछ भने अब त्यहाँ बाघ भालु गैँडादेखि लिएर जरायो सरायो कालिस सालिस हो त्यस्तो चिजहरू थुप्रो पाउँछ अनि यस्तो चिजहरूको हामीले संरक्षण पनि गर्नुपर्छ अब हाइकिङ भन्दैमा जता भाइ लापरवाही नगरी सबैजना आउनु होला हिँड्नु होला होइन अब सबै हाम्रो राष्ट्रिय सम्पदाहरूलाई हामीले नै संरक्षण गर्नुपर्छ आज हाइकिङ चाहिँ आज बब्बाल हुँदैछ अनि के भन्नु रोड बाटो हेर बाटो पनि यतिको राम्रो हो हाइकिङको लागि अझै हामीले संरक्षण गर्दै जानुपर्छ यस्तो चिजहरू अब तपाईँहरूले प्लास्टिकहरू खाएर जताभावी नफालिदिनु होला सरकारको रुल्स अनुसार सबले नियमको पालना गरौँ सबैले लगेर जाऊँ अनि त्यही हो अरू त के भन्नु र केटाहरूले चाहिँ मलाई छोडी आएर वहाँ माथि छ म चाहिँ यहाँ तल उफ अनि जति पनि सबैजना आउनु होला घुम्नुको लागि यता त फोहोरहरू अलि त्यति रहेन छ तलतिर चाहिँ हामीले अलि बाटोहरू फोहोर देख्यौँ प्लास्टिकहरू फेकेको लापरवाही तर त्यसको चाहिँ यसो हामीले पनि बुझेर नफालौँ होला जताततै अब अस्ति आएको भए चाहिँ हामीले गुराँसहरू फुलेको देख्यौँ अहिले त चैत लाग्यो गुराँसहरू त्यस्तो फुलेको छैन जे होस् जङ्गल चाहिँ बबाल लाग्यो मलाई हाइकिङ चाहिँ एकदम रमाइलो हुन्छ यतिखेरको सिजनमा चाहिँ अब के भने हिँड्नु त रमाइलो हुन्छ त्यस्तो गर्मी पनि हुँदैन तर एकदमै धेरै उ चाहिँ हुने के माथि गएर भ्यू चाहिँ अलिक तलको सहरको नराम्रो देखिन्छ भन्ने हुन्छ है
हाइकिङ पनि जोस् सुरुमा त मजै होला भनेर हिँडेको थिएँ पछि त सतायो मलाई त कसैले यसो तान्ने उकालो फर्मुलाहरू बताइदिनु पर्यो एहे होइन जिन्दगीमा चाहिँ हरेक चिजको मजा लिनु जान्नुपर्छ केटाकेटी हो होइन जस्तै कहिले यस्तो उकालो हिँडेर हुन्छ कि कहिले ओह्रालो हेरेर हुन्छ कि है त किराहरूको जुस यस्तो छ मेरो जोस यस्तो भएन मिलेन यार अब के भनौँ के अब हामी चाहिँ यहाँबाट आएको है के गर्नु त्यहाँ तलबाट देखिन्छ अलि देखिँदैछ होइन यहाँ माथि पुग्नु छ हामी चाहिँ अहिले यहाँ चिसो खानु बसिरहेको छौँ यहाँ मैले चिसो खाएर आइसकेँ यहाँ भिडियो हान्नु भनेर बाल दामी छ है अनि सो यस्तै हो अब जानुपर्छ बिस्तारी पुगिन्छ होइन टिकटकतिर देख्नुभयो होला सो हामी चाहिँ अब शिवपुरीको टुप्पी आइसकिरहेको छौँ बल्ल हिँडेर गाह्रो पो रहेछ बोटो हेर्नु सक्नुहुन्छ ल हाम्रो निस्किसक्यौँ माथि नै जाउँ माथि कस्तो छ हेरौँ भ्यू पनि हेरौँ है त लेट्स गो यहाँ भएर चाहिँ टक्कसँग काठमाडौँको सबै देखिन्छ क्या भ्यूहरू त्यही भएर त्यो शिवपुरीको टुप्पी हाइट क्या खतरा धोजाहरू यहाँ माथिबाट हेर्ने ठाउँ चाहिँ भयो हामीसँगै उहाँ छ सो यहाँ त चाहिँ यस्तो रहेछ अब टक्कसँग ओ भाइ दुराहरू गाजा छ दुरा खत्तम यहाँ माथि आएर भ्यू हेर्नुपर्छ क्या उयो सो के हो नि यहाँ त सबै खतरा यहाँ त अब यता आम्मा भ्यू त के खतरा हो ओए काठमाडौँ सिटी अरे काठमाडौँ कति धेरै हामी चाहिँ त्यहाँबाट आएको यहाँ आइपुग्यो बल्ल यत्रो हेर्नुको लागि यत्रो दुःख गरेर ओह यो हो नि त सिटी भनेको त आनन्दै बिक्री नि यहाँबाट हेर्दा चाहिँ यस्तो छ अनि यतातिर सबै यो देखिएको जति सबै भयो काठमाडौँकै हामी यतिको नदेख्यो भने होइन भिडियो क्लियर देखिरहेको होइन यस्तो छ यहाँ चाहिँ यो गुम्बा यसलाई के भन्छ गुम्बा कि के भन्छ गुम्बै त भन्छ होला अब गल्ली जस्तो लाग्यो यता यस्तो छ यसलाई के भन्छ दाजु यो जति धोजाहरू त्यहाँको पुरै खतरा धुजा कि धजा अरे 100 रुपियाँ हो है 100 रुपियाँको रमाइलो गरेको केटाकेटी हो 100 रुपियाँको पुगो अझै अलिकति बढी पहिले त 150 लाग्थ्यो अहिले त घटेको रहेछ
दाजु आएर हो क्या अँ मलाई डिस्काउन्ट आउँछ कस्तो गरे गरे जस्तो फिल भयो सुदीप नाच्छ कस्तो लाग्यो तिमीलाई ठाउँ? नाचिदेऊ न हँ? नाच नि कहाँ नाच्छ यार मर्नु ला सकिहाल्यो मरेर आइपुग्यो गाइज कन्टेन्ट निकाल्ने लो कन्टेन्ट निकाल्ने लोकले झन्डै मरियो भने अरे तलतिर पनि दामी ठाउँ छ नि ल यार बिर्सिरहेको तिमीलाई त तिमी यहाँ तिमी नि छोरा भनिदिनु तिमी कतिखेर आयौ भनिदिनु तिमी नि छोरा अँ जाउँ त अब दामी ठाउँ छ तलतिर पनि एन्सम भनेर दाम भनेको त्यो भएर सर्ट पेन्ट लगाउँदै अलिकति भएन र म त सुधि नत्र भने के हुन्थ्यो के सोह्र फुट यतातिर होइन अँ यतातिर हो नि सोह्र उता किर्तिपुर उता र त नि देखिँदैन यता होला हामी बसेको यहाँबाट हामी हिँडेको यतापट्टि गएर यस्तो यो क्लियर भएको क्या हजुर देख्दैन वरिपरि हिँड ओइ नजाऊ त यसो त कति बज्यो जाउँ तर अहिले तल झर्नै दिँदैन हौ कति बज्यो भनेर अघि 2:40 दाइ कस्तो लाग्यो ठाउँ कस्तो लाग्यो 100 रुपियाँ ठिक छ थिएन फर्स्ट टाइम होला फर्स्ट टाइम होला सुदीपको पनि फर्स्ट टाइम होला यस्तो दामी छ फोटो खिच्ने मान्छेहरू बसिरहेको छ सो कुद गाइज कुद धेरै कुदो भन्यो भने म्याका खुट्टा दुख्नु थाल्यो आमा पहिला त होइन हल्का हल्का थियो अहिले त पुरै यस्तो भइसकेछ के धोजाहरू पुरै छिटो आफ्नो बाटो कुद केरा कुद यस्तो छ होइन ना यतातिर अब सो यतिको चाहिँ हुनु पर्यो है हामी पनि आयो यता हेर कस्तो दामी कालो छ यता हेर कस्तो दामी ठाउँ भ्यूहरू छ यतिको भ्यू आउनु चाहिँ हामीले स्वर्ग देख्नुपर्छ स्वर्ग भनेर भन्दिनँ मलाई चाहिँ एकदम खुसी लाग्यो 100 रुपियाँ चाहिँ मलाई ठिकै लाग्यो यहाँको लागि भ्यूहरू होइन काठमाडौँ सिटीको सबैदेखि नै अनि यता चाहिँ पुरै फोहोर रहेछ हल्का अब फोहोरहरू चाहिँ यसरी नफालिदिनु होला संरक्षण गर्नु होला फोहोरहरूको सुरक्षित गरेर एक ठाउँमा राख्नु होला सुरक्षित गरेर एक ठाउँ उ गरेर होइन यतातिर सबै फोहोर रहेछ होइन यसरी फोहोरहरू नगरौँ होला हाम्रै उ हो अनि टक्कसँग दामी यहाँ बस्ने ठाउँहरू छ यहाँ डेटहरू चाहिँ पुरै आउनु चाहिँ मजा आउँछ है केटाकेटी हो केटी लिएर आउने यसो घुमाउने ठाउँहरू चाहिँ यस्तो दामी रहेछ डेटिङको लागि चाहिँ दामी छ है यसो फोटो खिच्नु हुँदैन आज यस्तो भिडियो बनाउनु पर्छ होइन त है कहिलेको
अस्ति नै मलाई फोटो पठाएको छ यो मास्तिरको देखाउन अनि सो जाम न तलतिर गएर म एकछिन ब्लग हानेर आउँछु एकछिन आउँछु तिमी आउँछौँ टक्कसँग चाहिँ ठाउँ त के हो नि हैट यहाँभन्दा कतिको हुनु पर्यो क्या होइन सुदीप कट्टु तान्ने पेन तानिदिनु खोज्छ केटाहरूले कोला देख्छ होला यार ए कोला छ तिम्रो अरे क्या वेट बबाल ठाउँ छ है यो चाहिँ होइन सबैले आउनु होला त्यहाँहरू उता त भिड होला नि फेरि तेरी घरवाली एकछिन न अझै देखाउने बाँकी छ दर्शकहरूलाई यता हेर्नु सबै यता हेर होइन यता यस्तो छ यो ठाउँहरू यस्तो यो सबै केटिएम सिटी सबै देखिन्छ है यहाँबाट तलतिर त्यो बजिराखेको हरेनहरू पनि सुनिरहेको छ यता अनि यता यस्तो ओ के हो यार जिन्दगानीको रमाइलो भनेको त यो पो त हरेक किसिमको जिन्दगानीमा रमाइलो गर्नु सक्नुपर्छ है केटाकेटी हो होइन बाँचिन्जेरी घुम्नुपर्छ खेल्नुपर्छ हाँस खेल गर्नुपर्छ लाइफमा नराम्रो काम नगर्ने हो अरू सबै गर्दा हुन्छ भन्छु म चाहिँ अलिकति अरूलाई नराम्रो हुने काम चाहिँ नगर अनि राम्रो हुने काम चाहिँ मोटिभेसनवाला चाहिँ काम चाहिँ सबै गर होइन दामी छ चाहिँ होस् तिमीहरू पनि अब गर्लफ्रेन्ड लिएर होइन जङ्गल पनि ठुलो छ होइन अलिकति जे होस् त्यही हो सो अब मास्तिर भ्यूहरू हेरौँ के हुन्छ कस्तो हुन्छ होइन अब मास्तिर जाँदा पनि भ्यूहरू यसो फोटो खिच्नु पर्यो नि त अझै सुदीप मुला बाँदर जस्तो गरेको छ आज मर्छ होला यो के को दाना हो यो सुदीपको दाना मैले तेलमा तारेर केटा हो न यो चाहिँ सुदीपको दाना हो मैले तेलमा तारेर हामी चाहिँ अब यहाँ आइपुग्यो आएर हामी चाहिँ खाजा खाँदैछौँ यो चाहिँ एकदम फोहोर भयो टाढा लागेन हौ मलाई त नजिकै लाग्यो सफा हान्नु पर्यो मेरो टुप्पी मला जुन हाइकिङमा जाँदा नि यस्तै म कसरी निस्किनु भएको त्यहाँ रुनु हाँस्नु भएको तिनीहरूलाई छोडेको छ केटीहरूसँग आउँदा चाहिँ केटीहरू चाहिँ ढिलो हिँड्छ नि अल्छी लाग्छ होइन तर केटाहरूसँग हिँड्यो भने त यही हो केटी मान्छेसँग त म त यस्तो झ्याउ लाग्छ नि म त हिँडेको मलाई थाहा छ भोगेको कुरा हो केटी मान्छेलाई म हिँडाउनु मन लाग्दैन हिँडाउनु मन लाग्छ तर हिँड्नु सक्दैन यस्तै हुन्छ र अहिले सो यार हामी चाहिँ अब यो शिवपुरीको माथि चढ्दैछौँ होइन माथि चाहिँ आम्मा कसम यो के हो यार के हो यो आम्बो यो भएन अनि यस्तो खतरा छ कि ला बेटिलो पो भन्छ त नि अनि मेरो फोनको त ओए कस्तो दामी ठाउँ फोटो खिच्ने भनेको माए बिच बाटो खाताहरू लिनु पर्यो भनेर खै म यता जान्छु यस्तो दामी ठाउँ छ सपाउनु होला रमाइलो गर्नु होला मोड फ्रेस गर्नु होला है त यता के भयो सँगै हिँड्ने रहेछ त्यहाँनिर छिटो न त्यहाँनिर अलिकति कुनी तिमीलाई कहिले राख्न सकिन सुदीप यहाँ आउँछ सुदीप कहाँ छौ यहाँ आऊ छिटो भाइ तपाईँ यहाँ बस्नु न यहाँ के सुन्नु पर्यो
यो वरपर चाहिँ सबै क्या सबै ढोजाले ढाकिरहेछ होइन अनि यहाँ ढोजाहरू पनि यताबाट ताँगेर त्यो मन्दिर त्यो बाटो यहाँ ल्याइरहेछ क्या अब यस्तो दामी ठाउँहरू अब जिन्दगीमा आइराख्नुपर्छ है रमाइलो जे होस् मन पनि शान्त के अब होइन भ्यूहरू पनि राम्रो देखिने तर मेरो फोनले अलिक नदेखिएन होइन देखिएन भनौँ न अब के भन्नु त नि यस्तै छ सो अब यहाँबाट पनि हामी झर्दैछौँ ठक्कसँग यिनीहरू हेऱ्यो भल हाल्दैछ तपाईँहरू पनि आउनु होला आमा सिरिदाको यहाँबाट चाहिँ हामी सिटीको भ्यू हेर्नु मात्र पसेको थियौँ अब टक्कसँग यहाँ यस्तो छ माथिबाट हेर्दा यस्तो कोही मान्छे भर्खर आउँदैछ कोही मान्छे झरिसक्यो धेरै जस्तो मान्छे चाहिँ झरिसक्यो हामीले अहिले झर्दैछौँ सिटीको भ्यू यस्तो छ केटाहरू यता गइसक्यो सो गाइस अब हामी झरिसक्यो होइन माथिबाट हान्दै ब्लग भनेर होइन म चाहिँ भिडियो लामो हुन्छ भनेर त्यसै भिडियो अलिक लामै छ कि त्यही भएर लामो हुन्छ भनेर म चाहिँ एकैचोटि यहाँ तल आएर भ्लग गरेको अनि सो हामी चाहिँ अब आइसक्यो यता रोड छ यहाँ तल रोड छ भने म चाहिँ यहाँ हामी माथि यहाँ आइसक्यौँ अब सो यति भ्लग इन्ड गर्नुपर्ने हुन्छ भन्नाले एकछिन हेरौँ के हुन्छ होइन के छ सनी लियोनी ठिक छ ओ नेपालको जोनी सिंहहरू कहाँ हो यो जोनी सिंह प्लस सनी लियोनी सो अब चाहिँ हामी यहाँ आइसक्यो अब जानुपर्ने हुन्छ रुम अनि त्यहाँ सोच्यौँ थाकी बनिरहेछौँ आमा केटाहरूको कपालहरू त ठ्याक्क सनी लियोन र जोनी सिंह त सुहाउँछ त हौ हैट होइन कहाँ हामीले सुहाउँछ हामीलाई सुहाउने कुरा नै होइन नि हाम्रो बस की बात नै नहीं है ये हो कि होइन हाम्रो बस की बात नहीं नहीं है इसीलिए हम इतना हैंडसम है कि तुम्हारा बाय बाय वही त